के साँच्चीकै सामाजिक सञ्जालले हाम्रो व्यक्तिगत जानकारी चोर्ने र दुरुपयोग गर्ने काम गर्छ? फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम आदि सामाजिक सञ्जालले हाम्रो जानकारी कसरी चोर्ने र दुरुपयोग गर्ने काम गर्छ? आउनुहोस् आज विस्तारित रूपमा बुझ्नेछौँ। सर्वप्रथम यो प्रश्न म च्याटजिपिटीले सोध्दैछु। हेरौँ के उत्तर दिँदैछ च्याटजिपिटीले। सोशल मिडिया क्यान स्टिल एन्ड मिसयुज आवर पर्सनल इन्फर्मेसन? उत्तरमा हेर्नुहोस्, यस, सोशल मिडिया क्यान स्टिल कलेक्ट एन्ड मिसयुज आवर पर्सनल इन्फर्मेसन इफ यु आर नट केयरफुल। हियर इज अ क्लियर एन्ड सिम्पल एक्सप्लेनेसन। भिडियो सुरु गर्नुभन्दा अगाडि अन एरिया च्यानललाई सब्सक्राइब गरिदिनु होला। प्राय हामी सबैले फेसबुक, युट्युब, टिकटक, इन्स्टा एकाउन्ट बनाएर चलाउने काम गर्छौँ। एकाउन्ट बनाउने बेलामा सामाजिक सञ्जालले हाम्रो नाम, ठेगाना, उमेर, पेसा आदि सोध्दछन् र एप्सले परमिसन अनुमति पनि माग्दछन्, जस्तै क्यामेरा, मिडिया, कन्ट्याक्ट आदि। र यो जानकारीहरू सामाजिक सञ्जालले आफ्नो अल्गोरिदम र डाटाबेसमा सेभ गरेर राख्छन्। र हाम्रो व्यक्तिगत जानकारी लिएर सामाजिक सञ्जालले कसरी हामीलाई प्रयोग गर्छ? जस्तै हामीले अनलाइन अथवा इन्टरनेटबाट केही सामान किन्ने मनसाय बनाउँछौँ। त्यो सामानको बारेमा हामी इन्टरनेटमा सर्च गर्छौँ, जस्तै मोबाइल, घडी, कपडा, कम्प्युटर आदि। र पछि गएर फेसबुक, इन्स्टा खोल्दा त्यही सामानको विज्ञापन फेसबुक र इन्स्टाले देखाउँछ। यो कसरी हामीलाई देखाएको हो त? यो विज्ञापन किन आएको हो भने भिडियोको सुरुमा नै भनेको थिए, सामाजिक सञ्जालले आफ्नो अल्गोरिदममा तपाईँको जानकारी सेभ गरेर राखेको हुन्छ र तपाईँको क्रियाकलापलाई अल्गोरिदमले निगरानी गर्छ हरेक समय। जस्तै तपाईँले अघि इन्टरनेटमा सामान सर्च गर्नुभएको थियो र सामाजिक सञ्जालको अल्गोरिदमले तपाईँलाई निगरानी गरेर यो व्यक्तिलाई यस्तो सामानको आवश्यक छ र पछि फेसबुक, इन्स्टा, टिकटकले त्यही सामानको विज्ञापन तपाईँले देखाएको छ। यो सब तपाईँको क्रियाकलाप र तपाईँको व्यक्तिगत जानकारीको आधारमा तपाईँलाई विज्ञापन देखाएको हुन्छ। अब अर्को प्रसङ्ग, सामाजिक सञ्जालबाट संसारभरि विभिन्न घटनाहरू र स्क्यामहरू भएको छ। स्क्यामरहरूले सामाजिक सञ्जालमा रहेको व्यक्तिगत जानकारी जुन हामीले दिनहुँ सेयर र पोस्ट गरिरहेको हुन्छौँ, स्क्यामरहरूले तपाईँको सामाजिक सञ्जालमा हालेको जानकारी चोरेर विभिन्न घटनाहरू घटाउन सक्छ र यो घटनाहरू घटेको पनि छ र समाचारमा पनि बाहिर आएको छ। र नेपालमा पनि सामाजिक सञ्जालले जेनजी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। विभिन्न सूचनाहरूको आदान प्रदान गरेर जेनजी आन्दोलनमा विभिन्न घटनाहरू घटेको छ। जेनजी आन्दोलनको क्रममा विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी नेपालको राजनीतिक दलका व्यक्तिहरूले विभिन्न सूचनाहरू आदान प्रदान गरेर आन्दोलनलाई उग्र बनाएको थियो र सूचनाको आधारमा विभिन्न अन्तर्राष्ट्रिय देशहरूले पनि नेपालमा आफ्नो हितको लागि आन्दोलनमा अप्रत्यक्ष रूपमा सहभागी भएको थियो। अब निष्कर्षमा भन्नुपर्दा हाम्रो व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा सक्दो हाल्नु हुँदैन र हाले पनि हामीले जहिले पनि सामाजिक सञ्जालको सिक्युरिटी सिस्टमलाई अपडेट गरिरहनु पर्छ र हामीले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालको एकाउन्टलाई कहिले पनि अरूको मोबाइलमा चलाउनु हुँदैन अथवा चलाए पनि पछि गएर लगआउट गर्नुपर्छ र यी कुराहरू गरेर हामीले आफ्नो व्यक्तिगत जानकारी चुहावट हुनबाट बच्न सकिन्छ। हस् त यो जानकारीमूलक भिडियो तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत मलाई दिन सक्नुहुन्छ र भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गरिदिनु होला र अन्त्यमा अन आइडिया च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हस् त, धन्यवाद।